आज फेरि एउटा दुःखद घटना घटेको छ। मधेसमा तनावग्रस्त भएको छ। सुनसरीपछि सिरामा पनि थप एकजनाको मृत्यु भएको छ। देश शोकमग्न भएको छ। कर्फ्यू लगाइएको छ, तर पनि कर्फ्यूको उल्लङ्घन गर्दै प्रदर्शन गरिएको छ। विभिन्न मोटरसाइकलहरू तोडफोड गरिएको छ। घरमा आगजनी गरिएको छ। डर त्रासमा जनताहरू बाँचिरहेका छन्। आखिर जोसुकै मरे पनि मर्ने नेपाली नै हो, हाम्रै दाजुभाइ हुन्। अब सबै आम नेपाली एकजुट हुन जरुरी छ। धर्मले मानिसलाई मानवता सिकाउँछ, घृणा होइन। कुनै पनि धर्मले निर्दोष मानिसको ज्यान लिन, अर्काको आस्थामाथि आक्रमण गर्न वा हिंसा फैलाउन शिक्षा कदापि दिँदैन। हिन्दू, मुस्लिम, बौद्ध, किराँत, इसाई, सिख वा अन्य जुनसुकै धर्मका मानिस भए पनि सबैको पहिलो परिचय भनेको मानव नै हो। आज नेपालमा देखिएका तनावपूर्ण घटनाहरूले सबैलाई गम्भीर सन्देश दिएका छन्। एउटा व्यक्तिको मृत्यु कुनै पनि पक्षको विजय होइन, त्यो सम्पूर्ण समाजको हार हो। हिंसाले अर्को हिंसा जन्माउँछ, तर संवादले समाधान खोज्छ। मतभेद हुनु स्वाभाविक हो, तर त्यसलाई हिंसामा बदल्नु कहिल्यै उचित हुँदैन। नेपाल विविध भाषा, संस्कृति र धर्मले बनेको साझा फुलबारी हो। यदि हामी एक अर्काको आस्था, संस्कृति र अधिकारको सम्मान गर्न सक्यौँ भने यही विविधता हाम्रो सबैभन्दा ठुलो शक्ति बन्न सक्छ। तर यदि घृणा, अपवाह र उत्तेजनाले ठाउँ पायो भने त्यसको मूल्य निर्दोष नागरिकले चुकाउनु पर्ने हुन्छ। यस्तो संवेदनशील समयमा सामाजिक सञ्जालमा अपुष्ट सूचना, उत्तेजक अभिव्यक्ति वा कुनै सम्पूर्ण समुदायलाई दोष दिने भाषाबाट बच्नु सबैको जिम्मेवारी हो। अपराध गर्ने व्यक्ति जिम्मेवार हुन्छ। कुनै समुदाय वा धर्मलाई सामूहिक रूपमा दोष दिनु न्यायसङ्गत हुँदैन। हामी सबैको एउटै प्रार्थना हो, कुनै आमाले आफ्नो सन्तान गुमाउन नपरोस्, कुनै बालबालिकाले आफ्नो भविष्य हिंसाको डरमा बिताउन नपरोस्। कुनै धर्मस्थल घृणाको प्रतीक होइन, शान्ति र सद्भावको केन्द्र बनिरहोस्। आउनुहोस्, हामी जातभन्दा माथि मानवता, धर्मभन्दा माथि सद्भाव र घृणाभन्दा माथि प्रेमलाई रोजौँ। नेपाल सबै नेपालीको साझा घर हो। यो घरलाई जोगाउने जिम्मेवारी पनि हामी सबैको हो। शान्ति, सहिष्णुता, आपसी सम्मान र कानुनी प्रक्रिया मार्फत नै स्थायी समाधान सम्भव छ।